काट्ने मान्छे चाहिँ म नि हो त फेरि स्वाङबाट पार्छ। मदन हिरो हाम्रो मेन मान्छे हाम्रो मेन वेलकम टु माई न्यू ब्लग होइन। अन्तदेखि तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ यहाँ मैले चाहिँ किन लङ भ्लग बनाएको भनेको रिजन केही त केही हुन्छ क्या। सबनमको बर्थडे छ नि त, त्यही भएर हो क्या। मेरो बहिनी सबनम बाजुले सिकाउनु भएको है गाइज। यहाँ छ हाम्रो मदन हिरो, यता हेर मदन हिरो। ओइ यसको सानै फेरि बेग्लै हुन्छ क्या गाइज। बुक भइसकेको छ गाइज, तर यो त बुक भइसकेको मान्छे बुक भइसकेको छ गाइज, तर यो त बुक भइसकेको मान्छे। मरना तेरे को डर नहीं लगता? यता पनि बुक भइसकेको मान्छे हो। ओ हाम्रो बाबा चाहिँ फेरि खतरा मुला लिएर आउनु हुँदैछ गाइज। यता मजाले देखाइदिनु न अब चाहिँ। मुला देख्न सक्नुहुन्छ, यत्रो ठुलो मुला गाइज चाहिँ सुजनको बारीमा फलेको अर्ग्यानिक गाइज। म तपाईँहरूलाई सबै देखाउँछु होइन। यहाँ छ समीर। आज चाहिँ गाइज कहिले नउठ्ने मान्छेहरू पनि उठिसकेको छ काम गर्नुको लागि। अब यहाँ सबै पकाउनु आँटेको। यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ अब सब्जीमा हाल्नु लागि कालो देखिरहेको छ गाइज, तर पनि केही मतलबै लाग्दैन मलाई। यो चाहिँ गाइज सुगर फ्री हो है। यो हाम्रो घरमा सुगर नखाने मान्छे पनि हुन्छ। म सुगर फ्री खाँदिनँ, मलाई मन पर्दैन गाइज। के गर्नु, सुगर बिनाको केही चिज मन पर्दैन क्या गाइज। हाम्रो चाहिँ अब यति धेरै काट्नुपर्ने छ। यो पनि अब काट्नुपर्ने। अनि गाजर पनि छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, मैले यत्रो काटिसकेको छु। यसले मात्र होइन, यो मैले काट्नुपर्ने। म त मुला अब यसलाई ट्याक्क यस्तो गर्ने। अनि ट्रान्सलेसन यो ढल्छ। अब यो काट्ने गाइस रेडी भइसक्यो हाम्रो यो काँक्रा। यहाँ हेर्न सक्नुहुन्छ सबै रेडी भइरहेको छ। यसको सान चाहिँ फेरि फाल्टै। काँक्रा काट्ने मान्छे चाहिँ म नि हो त फेरि स्वाङबाट पार्दैछ नि गाइस। स्वाङ मैले अहिले यत्रो यो सबै काट्ने त म हो नि त। मैले काटिरहेको छु। मेरो बाबा चाहिँ मुस्कुराउँदै हिँड्नु। ल त्यस्तै यो चाहिँ फेरि यस्तो रोबोट स्टाइल दिन थाल्यो। मेरो काइला भदैको मोबाइल बिग्रेर बगाउने बेला भइसक्यो। कतै पनि सेकेन्ड ह्यान्ड बिक्रीमा छ भने हाम्रो काइला भदैको लागि उपलब्ध गराइदिनु होला सबैजनाले। हस् त धन्यवाद। यो चाहिँ मैले भनेको तपाईँहरूलाई म अर्को ठाउँमा लग्छु ल। यहाँ छ हाम्रो समीर काममा व्यस्त छ आजको दिनमा। अब तपाईँलाई तल गएर देखाउँछु। तल हेर्न सक्नुहुन्छ, फेरि फाल्टै मान्छेहरू हुन्छ।
यहाँ हुन्छ हाम्रो भाइरल भाउजू आज त कट्टु लगाउने अनि यहाँभित्र फेरि फाल्टै यता चुलामा पकाउनुपर्छ अरे क्या गाई मासु चाहिँ पाक्दैन अरे यहाँ देख्न सक्नुहुन्छ यस्तो खतरा काम गर्नुहुन्छ है हाम्रो भाउजू चाहिँ खतरा दामीमा त हाम्रो सेफ भ्लग बनाएको छि गाई यस्तो त हाल्नुपर्छ नि ल अब मिनी भ्लगको लागि म हाल्दैछु एकछिनको लागि म हाल्दैछु एकछिन 150 रुपियाँ देगा रुकुस गाइज अब यता हाम्रो बाबाले फेरि खतरा क्या आज सबैलाई यस्तो खुसी हुन्छ नि गाइज अब साँच्ची भनेको त्यसको लागि एउटा खतरा सरप्राइज छ त्यो चाहिँ अब म तपाईँहरूलाई एकछिनमा नै देखाउँछु अहिलेको लागि एकछिन हाम्रो बर्थडे ग्रह लगाइसकेको छ अब पो झानी भइहाल्छ त यसले त फेरि भिडियो देख्नु पाएको छैन हेलो बर्थडे गर्ल अब सबनाम बर्थडे मनाउँछ यसको गाई चाहिँ एउटा खास हेर्नु सक्नुहुन्छ यी गर त हजार ल त्यही गाई चाहिँ अब चाहिँ सिधै बर्थडेमा भेटौँ ल अब हामी चाहिँ यहाँ हल्का खानासाना बनाउनु पर्छ त्यही भएर गाई अब चाहिँ यहाँ हामी चाहिँ अब बेलुन फुलाउनु पर्ने गाई यहाँ अर्को भ्लगर छ हाम्रो यो भ्लगरलाई त तपाईँहरूले चिन्नुहुन्छ होला खोइ यो क्या ल हेर त यहाँ अलिकति टल्क्यो क्या ल गाइज हाम्रो मदनले चाहिँ अघिदेखि काम गरेको छ आज कहिले नउठ्ने मान्छे काम गर्दाखेरि कस्तो देखिरहेछ हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब यहाँ बेलुन फुलाउन आँटेको केही हुँदैन गाइज अब चाहिँ यहाँ हामीले बेलुन फुलाइसकेर अनि यहाँ अब गर्ने मान्छे चाहिँ म है यो सबै गरेको मैले के गर्नु आफू त धन्दा गर्दा गर्दा अनि कहाँबाट भ्याउनु नम्बरको गफाडी चाहिँ खुसी लिँदैन लु म नि धन्दा गरेको हो कि होइन म एउटा प्लेट पखालेर आएको मम्मीलाई यहाँ हान त मम्मी मैले धन्दा गरेको हो कि होइन भन्नु त अलिक ठुलो ठुलो भन्नु हो त्यही हो गाइज अब मैले चाहिँ अघि नै स्प्रे आउनु बित्तिकै लुकाएको थिएँ कि अनि त्यहाँ खोजेकै छ तर मैले त स्प्रे यहाँ लुकाएको के गर्नु गाई त्यस्तै छ स्प्रे यस्तो गर्नु मलाई मजा लाग्छ क्या त्यही गर्नु ल अब चाहिँ यहाँ गाइज तपाईँहरूलाई सबै रेडी भइसकेर म देखाउँछु होइन ट्याक्क लाएर यहाँ रेडी पार्दैछ मदनले ह्याप्पी बर्थडे यसले चाहिँ ल गाइस चाहिँ हो यहाँ यसले चाहिँ डह्रो काम पाएको छ है फुबाजुले झन् खतरा आमामु फुबाजु त झन् फुबाजुले झन् खतरा आमामु फुबाजु त झन् लगाइ अब खानासाना रेडी भइसक्यो रात परेकै छैन रात पर्छ राति गर्ने भनेको तर रातै नपरे भात दिन पाकिसक्यो यहाँ छ दाल यहाँ छ अचार छैन सलादहरू छ अनि यहाँ मम्मी हुनुहुन्छ गाई आज सपनामलाई सरप्राइज दिनु आँटेको छौँ कि अब त्यो भरा हेरौँ है त्यसको के हुन्छ एक्सप्रेसन ए कालो देखाउँदो रहेछ क्या तर पनि बाले फरक यहाँ घोल्नु बाँकी चिजहरू चाहिँ यहाँ छ त्यही गाइज यस्तै चलिरहेछ हाम्रो चाहिँ ल गाइज हाम्रो चाहिँ यहाँ फाइनली सबै मान्छे आइसक्नु यहाँ देख्न सक्नुहुन्छ अहिले अलिक भेला गर्नु भएको छैन अब यहाँ सबै आउने हो कविता ऊ यहाँ चाहिँ को ल यहाँ
क्युटी हेलो आज सबनाको बर्थडे ठुलो प्रकारको अनि यता हुन्छ फाल्टे मान्छेहरू जुन चाहिँ हाम्रो क्युटी यता रिसाइरहेको रहेछ यता अब यहाँ हाम्रो निकाल्दै हुन्छ यता त मैले कस्तो बिर्सिरहेको रहेछु के नकाटी सुरु बसिहाल्नु लगाइछ केक लानु हुँदैछ होइन मैले चाहिँ अघि तपाईँहरूलाई देखाइसकेको थिएँ चिया खानेहरूले अलिक ढिलो गर्नुभयो यहाँ रेडी भइसक्यो त्यही हो गाइस स्प्रे चाहिँ मैले अघि लुकाएको थिएँ अनि बल्ल निकाल्दैछु हाम्रो मामा आइसक्नु भएको छ यहाँ हेर्न सक्नुहुन्छ अब चाहिँ हामी केक काट्न लगाइछ म चाहिँ यहाँ वेटिङमा आयो हेपी बर्थडे कस्तो बिग्रिएछ क्या गाइस म चाहिँ दिदिनँ होइन मैले त अघिदेखि लुकाएको के गर्नु गाइस तपाईँहरूलाई मैले अघि भनेकै हो ओभर एक्टिङ त गर्नु पर्यो नि त मामा एउटा भिडियो गर्नु सबनामको मात्रै देखाउनु अलिकति गाइस म यहाँ भरे साइड लगाइछ त जलाइदिनु न मोमबत्ती अनि दिन्न दुईजनालाई लगाइछ अब यहाँ दर्शक धेरै मान्छे हुनुहुन्न नि त त्यही भएर अब स्प्रे ह्यापी बर्थडे बर्थडे गर्लले स्प्रे माग्दैछ है हाम्रो मेन मान्छे हाम्रो आमाले अब टिका लगाइदिन आएको कति दिनुहुन्छ आशीर्वाद टिका लाउन 1 घन्टा लाग्छ जस्तो छ हाम्रो ड्याड्स फोटो आइसकेको छ यो के काट्दै गाइस बिग सरप्राइज आउनु बाँकी नै छ तपाईँहरूलाई वेट सेवारो खोइ सेवारो तिमीहरूले खोइ सेवारो अब तपाईँहरूलाई म सिधै होइन मम्मीले लगाएको थियो सिधै यही हो सरप्राइज चाहिँ होइन हाम्रो बहिनीको एकछिन राख्नु म एउटा मिनी भ्लग पनि बनाउँछु क्या सरप्राइज बर्थडे सक्यो हामीलाई यहाँ आउनु भएन तर चाहियो यहाँ गाई चाहिँ अब सकियो बर्थडे यति भएपछि त बर्थडे सक्यो अब केक खाने बित्तिकै बर्थडे सकिन्छ प्लिज ल गाइस यहाँ अब
लास्ट हो उताउटी फर्के लास्ट यहाँ छ फेरि यता बुढाबुढी ग्याङ दिदी दिदी भोलि तपाईँ र म सँगै स्कुल जानुपर्छ भोलि म स्कुल जान्छु किन गाइज